कुण्डली टिभी HD। एउटा उत्पात मचियो भदौ 23-24 गते। उत्पात मचाइयो यस देशमा जानी जानिकन। देशलाई भयानक सङ्कटमा पारियो, राज्यलाई कमजोर पारियो, राज्य संयन्त्रलाई कमजोर पारियो, राजनीतिलाई कमजोर पारियो, राजनीतिक दलहरूमाथि अस्वीकार र थिचोमिचो भयो र अराजकताको बिगबिगी बढायो। त्यसबाट एउटा सरकार बनायो संवैधानिक ढङ्गले। उसले चुनावको मिति तोड्यो। राजनीतिक दलहरू, संसदका अत्यधिक बहुमत सांसदहरूले सम्मानित सर्वोच्च अदालतमा असंवैधानिक क्रियाकलाप भयो, संविधान बमोजिम गरी पाऊँ भनेर निवेदन दिएका छन्। यस्तोमा म सम्मानित सर्वोच्च अदालतलाई आग्रह गर्न चाहन्छु, यस्तोमा सम्मानित सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न मिल्दैन। फैसला दिनुपर्छ अदालतले। चुनाव गर्ने या पुनर्स्थापना गर्ने। हामीले पुनर्स्थापनाको माग गरिराखेका छौँ, त्यो सुन्दै नसुन्ने अदालतले। संविधान मिचिएको छ भनिरहेका छौँ हामी, सुन्दै नसुन्ने। अदालतले बोल्नु पर्यो, भनिदिनु पर्यो। संविधान मिचिएको छैन भने छैन भनिदिनु पर्यो। मिच्न पाइन्छ भने पनि अदालतले भनिदिनु पर्यो। संविधान मिच्न मजाले पाइन्छ ल, हामी मानौँला। सम्मानित सर्वोच्च अदालतको फैसला मानौँला, तर अदालतले भन्नु त पर्यो नि संविधान मिच्न पाइन्छ। कहिले संसद भङ्ग गर्नै पाइँदैन, कहिले मजाले पाइन्छ। त भनिदिनुहोस् न मजाले पाइन्छ भने। कमसेकम अदालत चुपचाप लागेर अदालत बस्न मिल्दैन। यत्रो संवैधानिक प्रश्न उठेका बेला, देश यस्तो संवैधानिक सङ्कटमा फँसेका बेला अदालत चुप लागेर बस्न मिल्दैन। यस्तो मौनताले सम्बन्धित संस्थाहरूको अस्तित्वको औचित्यमा प्रश्न उठ्ने अवस्था बन्छ। परेको केही काम नगर्ने हो भने संवैधानिक इजलास भनेर किन चाहियो त? सम्मानित अदालत, सर्वोच्च अदालत किन चाहियो त? प्रश्न उठ्दैन फैसला नगर्ने हो भने। त्यसकारण अदालतले यस सम्बन्धमा चुनाव अगाडि नै बोल्न पर्दछ, अविलम्ब बोल्नु पर्दछ, फैसला गर्नुपर्दछ। जे फैसला मन लाग्छ त्यो उहाँहरूको कुरा हो। स्वतन्त्र न्यायालयलाई हामी सम्मान गर्छौँ, न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्छौँ, तर स्वतन्त्रतालाई सम्मान गर्छौँ। तर हाम्रो आग्रह छ, अदालतले केही भएको नभएको, थाहा पाएको नपाएको, निवेदन परेको थाहा भएको नभएको, यस्तो ढङ्गले अदालत बस्न पाउँदैन। कुनै ब्युरोक्रेटिक हर्डल, कुनै बहानामा यसरी बस्न मिल्दैन। त्यसकारण हामी अविलम्ब फैसलाको माग गर्छौँ। सरकारको काम स्वतन्त्र, निष्पक्ष, धाँधली रहित निर्वाचन गर्ने हो भने, निर्वाचन गराउने हो भने स्वतन्त्र निर्वाचन, धाँधली रहित निर्वाचन भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु पर्दछ। सरकार बिल्कुलै तटस्थ रहेर स्वच्छ निर्वाचन गराउनु पर्दछ। त्यो भूमिका सरकारले खेल्नु पर्दछ। यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन, त्यस्तो परिणाम स्वीकार्य हुँदैन। त्यसले देशमा ठुलो अनिष्ट पैदा गर्नेछ। त्यस्तो भयो भने निर्वाचनको परिणाम स्वीकार्य हुने छैन। म अहिलेदेखि स्पष्ट रूपमा जानकारी गराउन चाहन्छु। जे पनि सरकारले गर्दा हुन्छ भन्ने सोच्यो भने त्यो देशका लागि अनिष्ट हुनेछ, खुदै सरकारका लागि पनि अनिष्ट हुनेछ। अर्को कुरा म भन्न चाहन्छु, अस्ति संसदबाट निर्वाचित, जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको संस्था संसदले बनाएको सरकार 10,000 मान्छे उफ्रिएर कराएर आगो लगाएर हटाउन सकिन्छ भने 10,000 होइन,
लाखौँ मान्छे उठेर त्यस्ता परिस्थितिमा यस्ता असंवैधानिक सरकारलाई हटाउन कुनै लामो समय लाग्दैन त्यो कुरा पनि एक्का राख्न म आग्रह गर्न चाहन्छु। कुण्डली टिभी HD